त हेलो गाइस, फिर तपाईँलाई नयाँ भिडियोमा स्वागत गर्दै। त आजको ब्लग हाम्रो हो घरमा गोभी मन्चुरियन बनाउने है। अब हामी चाहिँ यहाँ गोभी मन्चुरियनको लागि तयारी गर्दैछौँ र यहाँ मजाले गोभी धोएपछि म यो कर्नफ्लावर एड गर्दैछु यसमा। हेर्नु होला है, कर्नफ्लावर अनि अलिकति मैदा एड गर्छु यसमा। अनि एड गरेपछि चाहिँ मजाले यसलाई अब कलर फुड हैन, अब फुड कलर हाल्छु यसमा। फुड कलर अनि अलिकति नुन हालेर यसलाई मजाले मेरिनेट गरेर है। अनि अलिकति जिन्जर गार्लिकको पेस्ट हैन, अदुवा लसुनको पेस्ट यहाँ हालेर मजाले यसलाई बुन्नुपर्छ हो। अनि अलिकति म ब्ल्याक पेपर पनि हाल्दैछु यसमा र म पानी हाल्दैछु यसमा अलिकति। र पानी हालेर चाहिँ यसलाई मुस्दैछु म है। मजाले यसलाई मेरिनेट भइसकेको छ मेरो, हेर्नु होला। र कलर चाहिँ अलिक रातो भन्दा पनि बेसी नै रातो भयो यो हो। र अब हामी फ्राईतिर गर्दैछौँ, फ्राई गर्दैछु म अब योलाई। अब यहाँ फ्राई हुँदैछ, हेर्नु होला तपाईँहरू अगाडिसम्म भिडियोलाई। मन परेमा लाइक कमेन्ट सेयर जरुर गरिदिनु होला गाइस। तपाईँलाई यस्तै यस्तै तरह तरहको भिडियोहरू तपाईँलाई देखाउने गर्छु। र हेर्नु हो, यो भिडियो यो फ्राई भइसकेको छ हो। फेरि मैले सेकेन्ड टिप हालेपछि हो, हेर्नु न मजाले फ्राई भयो। यसलाई चाहिँ अब म ड्राईमा अब गोभी 65 को लागि चाहिँ माथिबाट चाट मसाला अनि गोभी लिएर टेस्ट गर्छु पहिले फर्स्ट। यो तपाईँको एउटा गोभी मन्चुरियन पनि हुन्छ र गोभी 65 पनि भइहाल्यो यो है। त यहाँ मेरो भाइ सालुले खानुहुँदैछ र बुढीले सोध्नु हुँदैछ प्याज खोर्सानी के गर्नुपर्छ भनेर। मैले भने यसलाई फ्राई गरेर हल्का फ्राई गरेर त्यसलाई निकाला। फेरि मैले अलिकति यहाँ हालेँ पानी, अलिकति सोया सस हालेँ, अलिकति मैले यहाँ अजिनोमोटो टमाटो सस हो। यसलाई मजाले मिक्स गरेँ है। मैले चाहिँ आफ्नै स्टाइलमा बनाएको हो, तपाईँहरूको आफ्नो आफ्नो अलग अलग स्टाइल हुन्छ। अनि मैले सबै हालिसकेपछि चाहिँ आदि चाहिँ मैले देखाइनँ मैले के हालेँ भनेर हो। मजाले भइसकेपछि फाइनली यो बनिसकेको छ र तपाईँलाई म फोटो देखाउँछु, रिजल्ट हेर्नु होला। यस प्रकारले मेरो बनिएको छ गोभी मन्चुरियन। तपाईँलाई कस्तो के लाग्यो भन्नु होला। ल गाइस, बाई बाई।